यो चाहिँ मेरो रुम थियो माथि घरको पुरानो घरको मेरो रुम थियो पर्सनल। यो चाहिँ हाम्रो किचन कोठा थियो। आगो फुक्न पर्छ र मम्मी यसो पुत्ताइदिउँ न। यसो यो हल्का चिसो चिसो गनाइराख। यो गाग्री लाने होइन तल अन्त यहाँ रानो पिकनिक गर्न हुन्छ। के गर्ने यार बडा दुःख लागिरहेको घर छोड्न। स्पिकर लान हुन्थ्यो बच्चा स्पिकर। झोला हेर यस्तो झोला यहाँ फालेर यो मैला लान दिएन उति बेला यहीँ छोडिदिएर यो झोला यो कालो झोला। र मम्मी पापा चाहिँ यहाँ आज पुरानो घरमा टपरी सपरी तयार। यो मेरो छिमेकीको घर हाम्रो अङ्कल भाइहरूको घर पर्छ। यता चाहिँ हाम्रो बारी पाखा पखेराहरू हेर्न सक्नुहुन्छ। अहिले हामी यहाँबाट सरेर त्यो उसमा पुग्यौँ हामी है। त्यो गाउँमा त्यो बजारमा पुग्यो तल मुजा बजारमा। यो हाम्रो बरन्डो। यो चाहिँ मेरो पहिला बिहे नगर्दै यो चाहिँ मेरो बरन्डामा कमरा थियो। यसलाई मैले सजाएर यस्तो बनाएको थिएँ तर के गर्ने देश परदेश लाग्यो। यो चाहिँ मेरो मम्मी बाबाको कमरा थियो। यहाँ हाम्रो पुरानो जमानामा टिभी हो। टिभी लिँदाखेरि हामीलाई यति खुसी लागेको थियो तर अहिले त्यसको केही महत्त्व छैन। जसो जसो दिन बित्दै गयो समय बदलिँदै गयो सबै पुराना चिजहरूको महत्त्व कम हुँदै जाँदो रहेछ। यहाँ हाम्रो चाहिँ रासन पानी राख्ने कमरा हो। यो अलिअलि छ यहाँ भाँडाकुँडाहरू। यहाँ हाम्रो जमानाको पाक्सा हेर्न सक्नुहुन्छ। यहाँ पनि अब खतरा खुत्रु रहेछ। जिरा मसलाहरू रहेछ। यहाँ नि आएर खानासाना बनाउन भन्न सकिन्छ। साबुन नुहाउने साबुन सब रहेछ है। आएर अब नुहाइधुवाइ यताउति। यो चाहिँ हाम्रो सबभन्दा माथिको धुरी तलो। यसमा हामीले चाहिँ मकैहरू होइन धानहरू जो पनि तल नअटाएका चिजहरू मतलब बाहिर नदेखिने हिसाबले हामीले यतिर यसरी अनि हामीले गोदाम जस्तो बनाएर यसरी राखिन्छ गाउँमा है। हजुरहरूलाई सबैलाई थाहा भएकै कुरो हो। यहाँ मतलब पुराना जो पनि झुत्रा मुत्रा सामानहरू सबै यो माथि आउँछ हेर्न सक्नुहुन्छ। यो जमानामा हजुरबाको टाइमको लिस्नु हेर्नुहोस्। यसरी हामी यहाँबाट चढेर माथि गइन्थ्यो हेर्न सक्नुहुन्छ। पहिला यही बरन्डाको घर कति महत्त्व थियो। यहाँबाट सरर सबैतिर देखिने पारी गाडी आएको देखिन्थ्यो। यहाँबाट नजिकै पर्छ हाम्रो चण्डीस्थान कोट भन्छ हामीले है। चण्डीस्थान कालीमाताको मन्दिर दसैँमा हामीले पूजा गरिन्छ यहाँ। यो चाहिँ मेरो गाउँ हो तलपट्टि। सबै मेरो दाजुभाइको घर छ यहाँ है। यो चाहिँ मेरो कान्छी आन्टीको घर अहिले बन्दै हालफिलहालै बनेको नयाँ। यो तलपट्टि हाम्रो कान्छी हजुरबाहरूको घर छ। यो हाम्रो पारिपट्टि के भन्छ यो जुगुमको डाँडो भन्छ है। तल खोलामा चाहिँ बिच खोलो र बडेरको बिचमा चाहिँ मजुवा बजार छ। तपाईँहरू हेर्न सक्नुहुन्छ पानी आइरहेको छ। आज 4-5 दिन भयो लगातार झरी लागेको छ। आज पनि भर्खर पनि पानी आइरहेको छ। बिहान आउँदा आएको थिएन अहिले चाहिँ पानी आइरहेको छ। ठन्डा छ मौसम चिसो मौसम। गाउँमै रमाइलो हुन्छ हजुर हेर्नुहोस्। तर के गर्ने सबै खाली गर्दै तल समथर जग्गामा बसाइ सर्न थालेपछि गाउँ नै सुन्ने भएको छ। हेर्न सक्नुहुन्छ के कमी छ बर्खामा। साग सब्जी केही किन्नु पर्दैन हजुरहरू। सहरमा सबै किनेर खाने हो। यति हरियाली छ कि यो चाहिँ हाम्रो कुखुराको खोर हामीले आज है भत्काइयो। तल नयाँ घरमा लाँदैछ। हेरौँ अहिले गाडी आयो भने यसलाई चाहिँ नयाँ घरमा लाने हो। यो हाम्रो एकनाले गोरु गाई भैँसी बाख्रा बन्ने ठाउँ। हाम्रो शिवालय मन्दिर।